जब भक्षक रक्षक बन्छन् तब के हुन्छ? धेरै अघि रुकुम पूर्वको एउटा गाउँमा डरलाग्दो घटना घट्न थाल्यो। पानी लिन गएका मान्छे एकाएक हराउन थाले। यसको कारण पत्ता लगाउन गाउँलेहरूले चियो गर्दा एउटा विशाल नागले मान्छे खाने गरेको देखेपछि पञ्चभलात्मीको सल्लाह भयो। सोही अनुसार शेर्पालीलाई ठूलो सनासो बनाउन लगाई उक्त नाग भएको स्थानमा ढुकेर बसे। मान्छे खान दुलोबाट निस्केको मौका पारेर नागलाई सनासोले च्याप्पै समातियो। सबै मिलेर नागलाई मार्नै लाग्दा आफू भूमे भएको र आफूले मागे अनुसार बलि दिए सबैको रक्षा गर्ने वचन दिएपछि सम्झौता भयो र सोही दिनदेखि सुरु भयो 18 मगरातको सबैभन्दा ठूलो चाड भूमे पर्व। सुन्दर, रोमाञ्चक, परिष्कृत तर सरल। यही लामो इतिहास बोकेको भव्य चाड मनाउन हामी हिँडेका छौं मगर संस्कृति र खाम भाषाको बलियो गढ रुकुमपुर।